नमस्कार, म कृषि प्राविधिक किशोर धराला। आज तपाईहरुलाई थिनिङको बारेमा केही कुरा भन्न चाहन्छु। मैले यो कृषि पढेको धेरै वर्ष भइसक्यो, तर मैले यो कृषि सम्बन्धी कुनै पनि भिडियो गरेको थिएन। यसो आज सट्ट बनाउन मन लाग्यो। थिनिङ किन गर्ने, केका लागि गर्ने भन्दाखेरि तपाईहरुलाई सुरुवाती लेभलबाटै देखाउँछु। यो हाम्रो चाहिँ अनावश्यक हाँगाहरू हो। यो थिनिङ भित्र त पर्दैन, तर अहिले एकैछिन हटाउन खोजे। यो तपाईले तलतिरको हाँगाहरू यो सबै हटाउँदा नै राम्रो हुन्छ। साधारणतया थिनिङ भनेको तपाईको फल पत्ल्याउने भन्छ। एउटै थुप्पामा 6-7 वटा गेडा लागेको फललाई 2-3 वटा राखेर अरुलाई निकालेर फाल्दिने, सानो दानाहरूलाई निकालेर फाल्दिने भन्छ। अब म त्यतैतर्फ जान्छु। हेर्न सक्नुहुन्छ यो कसरी दाङ फल्या छ। यसमा तपाईहरु अनुभव गर्न सक्नुहुन्छ। जुमहरु देख्न सक्नुहुन्छ। यो कुनै दाना एकदमै बढिया छ। यो कुलम हो है। कुनै दाना यो एकदमै सानो छ। यो बाक्लो पनि असाध्यै छ। म यो थिनिङ गरिरहेको छु। यो सानो अनावश्यक हाँगाहरू, यो गेडाहरू यो फाल्ने प्रक्रियालाई नै थिनिङ भन्छ। र एउटा गुणस्तरीय फल बनाउनको लागि थिनिङ गर्नुपर्ने एकदमै आवश्यकता हुन्छ। तपाईहरुले थिनिङ गर्दा ओहो यो त फलेका फलहरू पनि फाल्नुपर्ने भन्दाखेरि तपाईहरुलाई हामी सबैलाई पनि अलि गाह्रो लाग्छ। तर यो थिनिङ गर्दा फलको गुणस्तर, फलको साइजहरू अब धेरै बाक्लो भयो भने हाँगा भाँसिने डर पनि हुन्छ। त्यो भएर हामीले थिनिङ गर्नुपर्छ है। थिनिङ गरिएन भने तपाईको दाना सानो हुने, अनि तपाईको यो बिक्री वितरणका लागि पनि यो दानाले खासै सानो दाना भयो भने त्यति राम्रो मानिँदैन। त्यसैले तपाईहरुले थिनिङ जुनसुकै फलफुल बालीमा पनि थिनिङ गर्नुपर्ने एकदमै आवश्यकता हुन्छ। थिनिङ आउट हुन्छ। तपाईले मजाले त्यसरी हल्लाएर सानो दानाहरू जान्छ। स्याउहरूमा विशेष त स्याउहरूमा थिनिङ गर्नुपर्ने आवश्यकता हुन्छ। यो चाहिँ हाम्रो कुलम हो। यस्तो हाम्रो 6-7 वटा रुख छ। फलेको छ यो देख्न सक्नुहुन्छ तपाईहरु मजाले। तर अब हामीले चाहे अनुसारको बिक्री गर्न लायक दाना निस्किँदैन यसबाट। त्यो भएर ठुलो दाना एउटा थुप्पामा तपाईको 4 दाना राखेर 100 ग्राम हुनुभन्दा 2 दाना राखेर एउटै दाना 200 ग्राम हुँदाखेरि तपाईको 4 दानालाई खानेकुराहरू 2 दानाले बाँड्दा एकदमै ठुलो पनि हुन्छ, गुणस्तरीय पनि हुन्छ। अब यस्तै हो, थिनिङ गर्नुपर्छ फलफुलमा है। यसलाई साधारण भाषामा भन्दाखेरि फल पत्ल्याउने भन्छ है। ल, नमस्कार।